फर्स्ट अफ अल चाहिँ तपाईँहरूलाई के भन्नु चाहन्छु भन्दा चाहिँ आज दाको दोकानमा गएको थिएँ है, तर एकदमै दामी है गीत हाल्नुको लागि गएको थिएँ है। एकदमै खुसी लाग्यो दालाई भेटेर है। दा पनि सानो कन्टेन्ट क्रिएटरै हुनुहुँदो रहेछ है। त्यसले गर्दा चाहिँ दाको इन्स्टाग्राम आइडीहरू सबै मैले यहाँ दिएको छु है, फोन नम्बर पनि दिएको छु है। तपाईँहरूले कल गरेर कन्ट्याक्ट गरेर जे बनाउनु चाहनुहुन्छ त्यो सबै एभाइलेबल हुन्छ है, सबैले बनिहाल्छ है, बनिने कुरा हो है। एकदमै फ्रेङ्कली दा हुनुहुन्छ है। तपाईँलाई के कस्तो लाग्छ है दाको उयोहरू है, दालाई अलिक सपोर्ट गरिदिनु होला है, दाको सपोर्ट गरिदिनु होला तपाईँहरूले है। मेरो जति पनि फेसबुक फ्यामिलीहरू हुनुहुन्छ सबैजनाले दालाई सपोर्ट गरिदिनु होला है। तर अब यहाँ तपाईँहरू दा बोलेको सुन्नु सक्नुहुन्छ है, दाले के भन्नुहुन्छ है त्यो हेरिदिनु। फलो गरिदिनु हैन, हजुर तपाईहरुको पनि भन्नुस्, म पनि फलो ब्याक गरिदिन्छु ल। दा बिजी हुनुहुन्थ्यो, दा बोल्नु पाउनु भएन है। के कस्तो लाग्छ तपाईँहरूले सपोर्ट गरिदिनु होला हाम्रो दालाई है। एकदमै प्यारो दा है, एकदमै के कस्तो दा फेरि बोल्नु हुँदैछ के कस्तो है त। हाम्रो लागि पनि आइदिनुस्, smarttechnaamchi.com मा आइदिनुस्। यहाँनिर चाहिँ तपाईँले अल ओभर सल्युसनहरू त्यसको लागि के पाउँछ यहाँनिर तपाईँले गुगलमा सर्च गर्दा भइहाल्छ। स्मार्ट टेक्नोलोजी यो पनि हालिदियो हुन्छ हाल्दैछु। दाको चाहिँ एकदम दामी छ है यो स्मार्ट टेक नाम्ची है। यहाँनिर तपाईँले .com उयो छ है, गर्दा भइहाल्छ। स्मार्ट टेक नाम्चीलाई चाहिँ तपाईँहरूले सबले फलो गरिदिनु होला है, कमेन्ट गरिदिनु होला।